ह्यापी होली तपाईहरुले मन हरर गराइदिन्छ एकदम राम्रो ठाउँ छ है सबैजना घुम्न आउनु ला तपाईहरु आइस यस्तै लालीगुराँस हेर्न पाउनु एनसी यो कत्रो one of the best place right here at Holy Man हैन काठमाडौँको राजधानी भन्दा नि खतरा बनाउँछ दिमाग नै कस्तो रिफ्रेश भइराख्यो काइन्ड अफ याङ भइराखेको थियो मेरो दिमाग हैन once again happy holy to each and everybody जसले होली मनाइराख्नु भएको छ रामसँग मनाउनुस् त्यो जस्तो दामी रिफ्रेशमेन्ट अरु केही हुन्छ जस्तो मलाई लाग्दैन है यस्तो डेन्जर ठाउँमा पनि हामी चाहिँ बाइक लिएर पार्किङ गर्छौ ओइ बेटाको भाइ कोटाको बना once more आजको मेन अतिथि प्रमुख अतिथि भनेको उमेश जङ रायमाझी त्यसैगरी आकाश पोखरेल अनि हाम्रो कमल दाजु हुनुहुन्छ हैन हेर्नुस् गुराज हेर्नुस् त मागसम बयान गरेर साध्य छैन अनि हाम्रो काले भाइ चाहिँ फेरि किन निराश भएर बसिराख्यो खै गर्लफ्रेन्ड पिडिट हो कि कोही दामी दामी लड्कीहरु पर्यो भनेले चाहिँ भाइले यसो प्रपोज हाल्नु पर्यो भाइ एक्लो अलोन छन् अहिलेसम्म तरिकाले बित्यो नि रमाइलो तरिकाले बित्यो नि हैन हेलो नमस्ते टु एभ्रीबडी के छ तपाईहरुको हालको सबैजना सन्चै हुनुहुन्छ ल अफिसियली लिएको छु आज चाहिँ होली स्पेशल दिन हैन आइम गोना बी रमाइलो गर्न म जाँदैछु हैन सो हेरेर साथ दिनु हुनेछ अफिसियली लिएको छु सो वेलकम टु माई ब्लग है के भन्छ यो धेरै समय भयो स्याट आई एम ब्याक टु माई च्यानल हैन सो आज के हुन्छ के गर्छु म आई एम गोना बी सोइङ यु सो हेरेर साथ दिनु हुनेछ सो लेट्स गो Happy Holi guys, happy Holi. Happy Holi, happy Holi. Happy Holi. Oh, happy Holi, happy Holi, happy Holi. Last is with Jackie. Happy Holi. Happy Holi, happy Holi सबैलाई सब भागको लड्का लड्कीले happy Holi. बोला दाजु मारा नमस्कार अनि स्वागत छ मेरो श्याम दाइको भ्लगमा सबैजनालाई सब्स्क्राइब गरिदिनु होला हामी ह्यापी होली भन्न चाहन्छु सबैजनालाई कहाँ जाँदैछौ भाइ हामी चाहिँ आज होलीको टाइम मिलाएर हामी चाहिँ जाँदैछौँ मुरुले नाचघरमा उनीले नाचघरमा गएर हामी के गर्छौँ मुरुले नाच गरेर राष्ट्रिय फुल लालीगुराँससित तपाईँहरूलाई दर्शन गराइदिनेछु र हामी पछि हुनुहुन्छ हाम्रो मेरो प्यारो दाइ मेरो परम दाइ हुनुहुन्छ कमल दाइ पनि आइदिनुहुन्छ मेरो प्यारो भाइ पनि आउँदैछ पछिबाट मेरो दाइ भन्दा के भन्न चाहन्छ म त अब के भनेर आजको राइडर हो होइन आजको राइडर हुन्छ मेरो साथै यहाँको बाटोहरू गुरुले लेकसम्म पुर्याउनु आजको मेरो ठुलो आज मेरो जिम्मेवारी हो गुरुले लेकमा गइसकेपछि हामी के गर्छौँ भन्दा लालीगुराँससँग रमाउँछौँ नाच्छौँ होइन अरू के गर्छौँ भाइ भन्नु हामी चाहिँ धेरै गर्छौँ धेरै चिजहरू गर्छौँ पत्रकारिता भाषामा तपाईँले यो मुरलीमा आउँदाखेरि यहाँको के भन्छ नि विकासको कस्तो लाग्यो तपाईँलाई यो गुराँस चाहिँ मैले रोपेँ बच्चा हुँदाखेरि बारीको त्यो डाँडामा घाम लाग्यो रमाइलो कान्छी हाँसेर घुम्न जाउन इन्जिन गाडीमा अनि काली मान्छे झन् काली बनाउला हामीसँग रमाइलो गर्न बाटो चाहिँ बरु अफर छ गाइड मुरुले म्यागजिन कोडीमा हामी जाँदैछौँ है गाइड म्यागजिन कोडीमा हामी चाहिँ जाँदैछौँ सबैले गर्छ लालीगुराँसहरू सुकिसकेको छ लालीगुराँस चाहिँ बबाल अब के भन्नु
चिसो छ तपाईँ जान चाहनुहुन्छ भने हेर्नुहोस् गाइज फाइनली हामी चाहिँ मुरुले लेकको नजिक आइसकेका छौँ होइन यो बगैँचा हेर्नुहोस् त दामी छ क्या होइन चारैतिर यो 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 खालको यो वातावरण होइन दिमाग नै फ्रेस हुन्छ क्या सो तपाईँहरूलाई पनि आउनको लागि म रिकमेन्ड गर्न चाहन्छु होइन दामी छ ठाउँ चाहिँ आजभोलि झकमक्क चारैतिर यो गुराँस फुलेको छ होइन गुराँसको कारणले पनि होला यो वातावरण यहाँको यो ठाउँ चाहिँ दामी देखिएको छ क्या गाइज छ है सो आउनु हुनको लागि चाहिँ रमाउनु हुनको लागि चाहिँ रिकमेन्ड गर्न चाहन्छु वान अफ द बेस्ट प्लेस राइट हियर एट होलेरी म्यान होइन बवाल छ सो आउनु हुनेछ आदरणीय व्यक्तित्व उमेश भाइ आई लभ यु भने लभ यु टु मेरो भाइ यत्रो ग्रास कहिले देख्नु भएको थियो दामी छ यार यो चाहिँ भाइ काले भाइ के भन्न चाहन्छु यो हाम्रो मुरुले लेकमा आइसकेपछि के भन्न चाहन्छु तपाईँहरूले मन हरर गराइदिन्छ एकदम राम्रो ठाउँ छ है सबैजना घुम्न आउनु ला तपाईँहरू आइस यस्तै लाली गुराँस हेर्न पाउनु यो कत्रो छ हेर्नुहोस् कत्रो छ राष्ट्रिय फुल हो हाम्रो यो राष्ट्रिय फुल हो नि भाइ होइन संरचना गर्नु पर्यो प्लस यहाँको स्थानीय सरकारले पनि ध्यान दिनु पर्यो राइट यसको संरचनाको लागि यसको यो त हाम्रो विद्यार्थी नेता भइसकेपछि अलिअलि नेतागिरी भाषणहरू आइहाल्छ भाइ यो स्वाभाविकै हो होइन अब स्थानीय नेताहरूले चाहिँ नि यो संरचना गर्नु पर्यो मेरो यो भिडियो मार्फत यो भिडियो उहाँले जसरी हेर्नु पर्यो भाइहरू कडा खाने आएर अब होइन के भनेर अब खतरा बोल्छन् क्या भाइहरू फ्युचरको लिडर भनेको यो ठाउँको रुन्टीगढी गाउँपालिकाको लिडर भनेको हाम्रो अपकमिङ भाइहरू भनेको यिनीहरू नै हुन् कि होइन सायद म 17 मा भएको भए यो ठाउँले मैले के बनाइदिन्थेँ होइन भाइ के बनाउँथे के काठमाडौँको राजधानी भन्दा पनि छोटा बनाउँथे यो ठाउँ यार कुनै ठाउँ भन्दा कमी छ र भाइ यार बबाल छ नि दृश्य यहाँको त होइन यहाँको संरचनाहरू ठिक भएन बाटो आउने बाटोलाई ठिक भएन अर्को मेन कुरा आउने बाटो ठिक भएन र लालीगुराँ संरचना पनि गर्नु पर्यो नजिकैको स्थानीय सरकारले अझै यसलाई प्रायोरिटी दिएर राम्रो बनाउनु पर्यो कि होइन भाइ बाटोमा आउने अफरोडको ढुङ्गाहरू हटाइदिनु पर्यो होइन भाइ कसम ठाउँ चाहिँ दामी छ होइन यहाँ चाहिँ बनायो भने चाहिँ एरोप्लेन बस्ने पनि ठाउँ बन्छ होला क्या लाइक अब सानो मिनी एरोप्लेन बस्ने जस्तो ठाउँ छ यार यहाँ चाहिँ होइन प्लेन एरिया छ जे होस् होइन दामी लाग्यो सँगसँगै जाउला कान्छी केबल कारमा चढेर होइन यो के भन्छ मुरुले लेकमा सँगसँगै डुल्न आउनुपर्छ ल दामी छ ठाउँ होइन आमा के भन्ने यार यस्तो बबाल ठाउँमा छ आई थिङ्क बिरलै हामी चाहिँ यस्तो ठाउँ देख्न पाउँछौँ क्या दामी लाली गुराँस जगमक्क छ चारैतिर हेर्नुको मजा बेग्लै छ होइन दिमाग नै कस्तो रिफ्रेस भइरहेको क्या अगाइन ह्याङ भइरहेको थियो मेरो दिमाग होइन तर आज चाहिँ लास्टै अब के भन्ने फ्रेस भयो दिमाग अब हुन्छ नि भनौँ न करिब 1 हप्ता 2 हप्तासँग अब मेरो दिमागले राम्रोसँग काम गर्ने भयो क्या आजसम्म काम गरेर ओकलोड भन्छ नि कामको थकानले गर्दाखेरि अलिकति ह्याङ जस्तो फिल भएको थियो बट आज चाहिँ बब्बाल पाराले रिफ्रेस भयो कि डाँडाकाँडामा आउनुपर्छ कि रिफ्रेस हुनको लागि कुनै केही खानेकुराहरू खानु पर्दैन यार जस्ट पहाडको चुचुरामा जानुपर्छ होइन अनि चारैतिर हेर्नुपर्छ चारैतिर निहालेर हेर्न पाइयो भने त्यो जस्तो दामी रिफ्रेसमेन्ट अरू केही हुन्छ जस्तो मलाई लाग्दैन है सो बब्बाल तरिकाले आई एम इन्जोइङ विथ दिस प्लेस यार ब्रो यार यु नो वर्ड्स अबाउट दिस प्लेस होइन दामी छ सो आउनको लागि रिकमेन्ड एज आई एम डुइङ टाइम एन्ड अगेन होइन सो अलिकति हिँड्दाखेरि चाहिँ अलिकति यो हुन्छ नि धड्कन बढाए जस्तो चाहिँ फिल भइरहेको छ तर बब्बाल तरिकाले रमाइलो गरिरहेको छु मैले सो आई एम इन्जोइङ द होली 2028 कहाँ 28 भने चाहिँ 2081 so that's all guys that's all once again happy holy to each and everybody जसले होली मनाइराख्नु भएको छ राम्रोसँग मनाउनुहोस् यो चाहिँ म विश गर्न चाहन्छु होलीको नाममा कुनै पनि नराम्रो गतिविधि नराम्रो क्रियाकलापहरू चाहिँ नगर्नु होला भन्ने यो पनि रिक्वेस्ट गर्न चाहन्छु आज चाहिँ पहाडको होली हो भोलि चाहिँ तराईको होली हो होइन आज चाहिँ नेपाल सरकारले होली मनाउनको लागि बिदा पनि दिइसकेको छ सो सबै देशभरि नै बबाल तरिकाले नाचेर एक अर्कामा हुन्छ नि लाइक यो रङ दलेर होली मनाइराखेका छौँ हामी देशव्यापी नै होइन अनि बब्बाल तरिकाले रमाइलो भइराखेको छ जहाँसम्म म फिल गर्न सक्छु भोलि पनि तराईमा बब्बाल तरिकाले रमाइलो हुँदैछ भोलि होइन यस होली इज आवर नेसनल के भन्ने यो चाहिँ नेसनल चाड जस्तै भइसक्यो होइन हामी मनाइराखेका छौँ वर्ष दिनमा एकचोटि हामी रङसँग रमाउँछौँ क्या हामी साथीभाइहरूसँग होइन हाम्रो फ्यामिलीहरूसँग रङ दलेर अखाने दुःख अखाने हुन्छ नि एक आपसमा
सुख दुःखका कुराहरू आदान प्रदान गरिराखेका हुन्छौँ साथीसँगको सम्बन्धलाई पनि काइन्ड अफ गाढा बनाइराखेका हुन्छौँ होइन सो दिस इज रियली एन अमेजिङ के भन्ने यो पर्व इन कन्टेक्स्ट टु नेपाल होइन सो फाइनली हामी चाहिँ अब मुरुली लेकमा आइसकेका छौँ मुरुली लेकको टपमा गइसकेर चाहिँ हामी चाहिँ पिङ खेल्छौँ त्यहाँ चारैतिर हेर्छौँ होइन के हुन्छ सो आल बी सुइङ यु होइन अनि हाम्रो काले भाइ चाहिँ अगाडि गइरहेका छन् होइन अनि हामी चाहिँ आज भरपुर मात्रामा भनौँ यहाँ रमाइलो भयो या भएन वाटिस चाहिँ के भनौँ र यार होइन त्यस्तै भयो सो मुरुली लेकको टपमा गएर चाहिँ हामी पिङ चाहिँ खेल्छौँ जे जस्तो भए पनि होइन यस्तो जङ्गलको बिचमा चाहिँ म चाहिँ फ्रिडम पारामा हिँडिराखेको छु कि होइन लाग्छ कि मेरो दिमाग पनि सुन्ने छ जस्तो लागिरहेको छ हुन्छ नि उकालो हिँड्दै गर्दा काइन्ड अफ थकाइ चाहिँ लाग्छ होइन बट हिँड्नुपर्छ जानको लागि पनि हाम्रो दाइहरू चाहिँ पुरै खतरा भएर बाइक यहाँ लानु भएको छ कि होइन अफरोडमा पनि दाइहरूलाई मान्नुपर्छ होइन सो गाइज म चाहिँ जाँदैछु यसो के त भन्दा पिङ खेल्नको लागि बाइक चाहिँ हामी यस्तो ठाउँमा लिएर पनि पार्किङ गर्छौँ है गाइजहरू हेर्नुहोस् होइन यस्तो ठाउँमा पार्किङ गर्छौँ हाम्रो राइडरहरू चाहिँ माथि पुगिसक्यो होइन यस्तो डेन्जर ठाउँमा पनि हामी चाहिँ बाइक लिएर पार्किङ गर्छौँ अनि यहाँ चाहिँ मुरुली लेकमा चाहिँ अहिले व्यवस्थित तरिकाले यसरी पैदल हिँड्नको लागि यस्तो बनाइएको छ अझै यसलाई राम्रो बनाउने काम चाहिँ तीव्र रूपमा चलिराखेको छ मेबी होइन यो दामी तरिकाले यो बनिसक्यो भने चाहिँ भनौँ न मुरुली लेकको मुहार नै फेरिनेछ कि गाइस यो चाहिँ एउटा टुरिस्ट एरिया हो होइन रुन्टिकरी गाउँपालिकाको केसमा चाहिँ इट्स अ टुरिस्ट एरिया है सो बबाल पाराले यहाँको स्थानीय स्तरको ढुङ्गाहरू युज गरेर बबाल पाराले बनाइएको रहेछ धेरै समयपछि म आएँ होइन इट्स अ गुड न्युज हामी सबैको लागि है सो दामी तरिकाले लगाइएको रहेछ कि दाइ सोल्दीहरू होइन सोल्दिनाहरू दामी तरिकाले यो चाहिँ बनाइएको रहेछ है दामी लाग्यो यो खालको संरचना निर्माण गरेको देख्दा चाहिँ म खुसी छु है थकाइ पनि लागिरहेको छ यार फोहोर फाल्न मनाइ छ सही हो फोहोर चाहिँ फाल्नु भएन नि त हामीले होइन यो टुरिस्ट एरिया भनौँ न मन्दिर एरियामा चाहिँ आएर फोहोरहरू फालियो भने चाहिँ जथाभावी रूपमा फोहोर गरियो भने त्यो टुरिस्ट एरियाको लाइक हुन्छ नि भ्यालु नै हुँदैन नि त सो यो चाहिँ गर्नै पर्छ यो मुरुली लेक भनेको चाहिँ होलेरी बजारदेखि केही दूरीको उचाइमा हामी पुग्न सक्छौँ होइन यो फुट स्टेपहरू चाहिँ हुन्छ नि यो सिडी अगाडि चढ्दै गर्दा थकाइको फिल भन्ने भएको छ तर पनि मेरो भ्लगले चाहिँ मलाई ऊर्जा दिइराखेको छ कि होइन एनी वे यु हेभ टु मेक अ भ्लग भन्ने खालको त्यो भित्रैदेखि भइरहेको छ यहाँसम्म बनाएर चाहिँ गाइज यो चाहिँ यहाँदेखि माथि चाहिँ बन्न बाँकी छ माथि चाहिँ पिङ छ बबल पाराले पिङ खेल्नुपर्छ चारैतिर हेर्न मिल्ने त्यो खालको वेदरको कन्डिसन भएको भए चाहिँ म देखाइदिन्थेँ क्या सबै होइन नदेखिने भएको कारणले पनि म चाहिँ नजिकै देखिने ठाउँहरू चाहिँ देखाउने कोसिस गरिराखेको छु सो द्याट्स अल है फाइनली गाइज म चाहिँ मुरुली लेकमा आइपुगेँ किप लभिङ माई ब्लग किप शेयरिङ डु कमेन्ट and many more, right? This is the view of मुरुली लेक है यस्तो छ यो ठाउँ चाहिँ कृपया जस्तो लाग्छ कमेन्ट गर्नुहोस् यस्तो बबाल ठाउँहरू चाहिँ बिरलै पाइन्छ कि हैन झन् नर्मली यो रोल्पा जिल्लाको कन्टेक्स्टमा त मुरुली लेकको छुट्टै पहिचान छ इट हेज इट्स ओन इम्पोर्टेन्स है सो हामी पिङ खेल्छौँ यहाँ सो किप वाचिङ गाइज
साढे 12 यसरी पिङ खेल्दैछन् है पछाडि हैन दसैँ तिहारमा मात्र होइन क्या हामी होलीको बेला पनि खेल्छौँ क्या पिङ सो किप वाचिङ आकाश भाइ मेरो टाउकोमा आऊ ओए टाउकोमा नआने नि फेरि टाउकोमा नआने नि मेरो भाइ ओए मेरो टाउकोमा आए को टाउकोमा नआने ओए मेरो टाउकोमा आने मेरो टाउकोमा आने ओए भाइ ओ मेरो टाउको फुट्यो उमेश भाइ सिधै के अरे आकाश भाइ सिधै माथि आकाशमा पुग्ने भए अब आकाशमै पुग्ने भयो नाम पनि आकाश मान्छे पनि सिधै आकाशमा पुग्छन् फेरि अब जोस पनि हामी हेर्छौँ है कतिको स्पिडमा खेल्नुहुन्छ उहाँको पनि हामी पोजिसन गरिराखेका छौँ है दाइ अलि मचाउनु न अलि भएन यार श्याम दाइको अरे यहाँको यहाँले टाउको मान्नु प्रयास गरेर मात्र अलि मेरो टाउकोमा लाग्छ लाग्दैन म टाउको थापिराखेको छु लाग्छ ओए मेरो टाउको चुटेर फेरि हामी लाग्दै एकचोटि फेरि वन्स मोर डर त लागेन नि सर डर त लागेन नि तपाईँलाई उमेशले रियाक्सन दिइदिनु पर्छ यस्तो डर त ओए उमेश भाइ अब डर लाग्यो जस्तो सर नगर्ने ल यसपछि उमेशको है ल उमेशको रियाक्सन हेर्ने त्यसपछि हामीले है हाम्रो उमेश आउनुहोस् त उमेश सर हामी यहाँ देखिन आउनुहोस् त यहाँ तपाईँ किन बाहिर आउनुपर्छ उमेश सर हेर्नु पिङ खेल्न डरले भाग्यो भाइ छोरो मान्छे भएर नभागन यार तिमी यार कमसेकम भिडियो बनाऊँ न यार भयो अब यार मेमोरी त होलीको बेला यसरी खेलेको थियो मलाई डर त छैन तर माथि भाँच्दैन भन्ने डर एउटा अकिला यार यो पोल मेरो यार चाक पात्यो आफै भनेर भन्नुहुन्न रे मान्छे पनि ल मलाई रोक त भाइ मलाई रोक त भाइ आफै रोक्ने ओ आफै हो के रोकिने हो र नदे अब खुट्टा टेक फुटिने भयो सबले ताना ल छोड्दे This is मोटर लाउनु पर्ने के एउटा मोटरलाई हामी त पार्न फरक पर्छ इन्जिन गाडीमा सदर यस्तै पिङ लाइदिनु चाहिँ मोटर होला कस्तो देखिरहेछ भाइ हिरो देखिनमा हिरो 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 उमेशले अब उमेश पार अझै मन इच्छा पुगेछ नानी खेल्नु न भाइ ल ल त बेलबेला खेल्दि त 1 घण्टा खेल्न पाए के चाबीले भात गरेर ल गाछ खेल्दै गिटार खान 1 घण्टा खेल्न पाए मलाई एकछिन खेल्दिन ल यो चाहिँ हो कि गुराँस होइन पाएको चाहिँ मेरो यो कस्तो दामी दामी गुराँस छ क्या यहाँ पछाडि चाहिँ गाई चाहिँ होइन अमेजिङ सच एन अमेजिङ प्लेस आई हेभ एभर एन्ड नेभर सिन बिफोर भन्ने भन्न नमिल्ने होइन तर यस्तै यस्तै खालको छ कि दामी छ यार सो यहाँ चाहिँ फोटो सेसन भइरहेछ है तल चाहिँ यस्तो दामी ठाउँ यहाँ मन्दिर छ है वी हेभ टु रेस्पेक्ट टु गड होइन भगवान्लाई चाहिँ हामीले मान्नुपर्ने हुन्छ कि हामी चाहिँ सबैको ब्रह्माण्ड चाहिँ भगवान्को छुबाट भएको भन्ने एक खालको क्रुडन्टी एक खालको मान्यता छ नि त त्यो कुरालाई पनि हामीले एक्सेप्ट गर्नुपर्छ ह्याप्पी होली आज मुरुलेलेको टपबाट हामी चाहिँ ह्याप्पी होलीको सन्देश बाँड्न गइराखेका छौँ हामी माझ हुनुहुन्छ 3 जना आजको प्रमुख अतिथिहरू आजको मेन अतिथि प्रमुख अतिथि भनेको उमेश जङ रायमाझी त्यसै गरी आकाश पोखरेल
अनि हाम्रो कमल दाजु हुनुहुन्छ होइन कमल दाजुले त अब धेरै जिस्काउनु मिल्दैन भाइहरूलाई हो जिस्काउने के छ ह्यापी होली भन भाइ ल ह्यापी होली सबैजना कतिजनाले हुन्छ यो भिडियो सबैजनाले ह्यापी होली अनि अरू के भन्न चाहन्छु भोलिको तराईको होलीको लागि चाहिँ शुभकामना दिउँ होलीको ट्रायल हो कि के भन्छ कमेन्ट गर्दा सही हो तराईको ट्रायल हुँदैन होटे आज है ह्यापी होली भन्न चाहन्छु सही हो बब्बाल छ यार यहाँ चाहिँ पुरै चारैतिर घेराबार गरिएको रहेछ होइन हामी जान्छौँ अब तल चुच्चामा जान्छौँ कि जाँदैनौँ तपाईँहरू किन यस्तो यार फर्किने मात्र काल भाइ के छ हालखबर आज ओभरअल हाम्रो दिन जोस बित्यो होइन रमाइलो तरिकाले बित्यो नि होइन मुस्कान फेरि फिदा खाने खालको छ कि हाम्रो आकाश भाइको मुस्कान फेरि फिदा हुने खालको छ कि बस्ने स्टाइल नै पुरा के भन्ने त्यो ऱ्यापरको भन्दा कम छैन यार उमेश भाइको त के कुरा गर्ने र डनको भन्दा कम छैन जुटा नि यार होइन सो गाइज यो चाहिँ मुरुडे लेकको मन्दिर हो है मेन मन्दिर भनेको यही हो क्या यहाँ चाहिँ धेरै ठाउँबाट यो मन्दिरको दर्शन गर्न आउनुहुन्छ होइन अनि यसरी यसलाई घेराबार गरेर संरक्षण पनि गरिएको छ अझै यसलाई व्यवस्थित बनाउने काम चाहिँ जारी नै छ होइन भनौँ न रुन्टीगढी व्यवस्थित गर्नुपर्ने अझै देखिन्छ स्टिल सो मेनी टास्क टु डु हियर के होइन अझै व्यवस्थापन गर्नलाई धेरै काम गर्नुपर्ने देखिन्छ अब चाहिँ म होइन मुरुडे लेकदेखि नजिकै रहेको एक खालको डेन्जर भिरमा जाँदैछु कि गाइस डेन्जर भिरमा होइन त्यो भिड चाहिँ खतरनाक छ कि त्यो भिडबाट हामी लड्यो भने चाहिँ बाँच्ने चाहिँ कुनै अप्सनै छैन क्या होइन त्यहाँबाट लडियो भने चाहिँ अन द स्पट भनौँ न मर्ने नै हो क्या त्यो बाइक नो एनी अप्सन्स है त्यो भिडमा म जाँदैछु त्यो भिडको टुप्पोमा चाहिँ एउटा डेन्जर बस्ने ठाउँ छ होइन त्यो बस्ने ठाउँमा गएर पनि म चाहिँ फोटो सेसन गर्छु होला मेबी अथवा हाम्रो साथीहरूले चाहिँ फोटोसुट गर्छन् अथवा भिडियो बनाउँछन् सो त्यो डेन्जर ठाउँ पनि देखाउन चाहन्छु गाइस सो लेट्स गो यही हो क्या त्यो डेन्जर ठाउँ चाहिँ होइन यस्तो बबाल डेन्जर छ यो टपमा गएर पनि भिडियो सुट गर्न सकिन्छ कि मुनि चाहिँ यस्तो भिड छ क्या गाइज होइन यस्तो भिड छ होइन अब यो यस्तो भिडको माथि टपमा चाहिँ त्यहाँ टपमा गएर चाहिँ बस्ने मान्छे चाहिँ आँटिलो मान्छे हुन्छ क्या यस्तो रिस्की ठाउँमा गएर पनि फोटोसुट गर्नलाई चाहिँ यहाँ आउने गर्छन् है सो तपाईँहरू पनि यो ठाउँमा यसको त्यो जुन ढुङ्गाको टप छ नि ढुङ्गाको टपमा गएर फोटो सेसन गर्न चाहनुहुन्छ भने लाइक ठुलो मुटुको हुनुहुन्छ भने आउनु होला फोटोसुट गर्नु होला हामी चाहिँ त्यहाँ कयौँ पटक हामीले फोटो पनि खिचिसकेका छौँ क्या गाइस होइन सो यो चाहिँ दाङ जाने बाटो यो चाहिँ वार्ड नम्बर 6 रुन्डीगढी गाउँपालिका वार्ड नम्बर 6 खारा होइन खाराको टपमा छौँ हामी उमेश चाहिँ पुरा बुहारीलाई सम्झेर निराश भएर बसेका छन् आज होलीको दिन पनि एउटा कलर पनि लगाएको छैनन् होइन निराश भएर बसेका छन् ब्रेकअप भए जस्तो ल ढुङ्गा फाल्नु कहाँ पुग्छ हाम्रो कमल दाइले फालेको ढुङ्गा ओ गयो बटा त्यो ढुङ्गा कहाँ पुग्यो यार झरेकै देखिन बटा कहाँ झरे हाम्रो गाउँमा चाहिँ टुपी फाल्ने डाँडा भन्ने छ यस्तै डाँडा हाम्रो टुपी फाल्यो भने चाहिँ हावाले ब्याक ल्याइदिन्छ कि जति तल फाल्यो माथि झनै फर्काएर ल्याइदिन्छ कि हामी टपमा गएर टुपी फाल्ने यस्तो गर्थ्यो कि पहिले नामै त्यो टुपी नाम नै टोपी फाल्ने डाँडा कि ल भाइ तिमीले फाल ल लास्टमा तल फाल्छु भनेर उमेशको टाउकोमा उमेश पल्टिँदै तल गइरहेको क्या पुरा हामी अझै पनि मुरुडे लेकको टपमै छु होइन यहाँ चाहिँ बाल पाराले चाहिँ लाली गुराँस फुलेको छ कमल दाई चाहिँ ह्यान्डसम दाई चाहिँ माथि टपमा जानु भएको छ होइन गुराँसको रुखमा जानु भएको छ बबाल देखिनु भएको छ होइन यस्तो खालको गुराँस चाहिँ सायद बिरलै ठाउँमा पाइन्छ कि सो गुराँस पाउने एकमात्र ठाउँ भनेको मुरुडे लेक पनि हो क्या गाइस होइन सो हेर्नुहोस् गुराँस हेर्नुहोस् त मागसम बयान गरेर साध्य छैन अनि हाम्रो काले भाइ चाहिँ फेरि किन निराश भएर बसिराख्यो खै गर्लफ्रेन्ड पिडिट हो कि कोही
दामी दामी लड्कीहरू बुहारीहरूले चाहिँ भाइलाई यसो प्रपोज हाल्नु पर्यो भाइ एक्लो अलोन छन् अहिलेसम्म होइन म एक्लो छु एक्लो सो सबैजनाले त्यो चाहिँ भाइलाई रिक्वेस्ट पठाउने है भाइको फेसबुक आइडी के छ भाइ आकाश दागी छेत्री छ सो रिक्वेस्ट पठाइहाल्ने फेरि राम्रोसँग खेल्दैन भने लास्टमा भाइ के हो यार तिमी यार के कमललाई पुरै जोसमा हुनुहुन्छ भाइ यार नम्बर 4 कोही खेल्छ यार ओए भाइ तिम्रो बसेको केटीको स्टाइल भयो यार तिम्रो बसाइ नै केटीको बसाइ भयो होइन अर्को कुरा तिमी त डराएर भइन के केटी मान्छे जस्तो यार रियाक्सन हेर्नुपर्छ त नि उमेश भाइको रियाक्सन मासुम बस्ने खुट्टा नि यस्तो बनाइरहेको छ कि छक्काको जस्तो यार कमल दाई ओइ कमल दाई सुराज हल्ला साँच्चै यार धेरै नबचाइदिनु अब धेरै अब आफै म चिन्नुहुन्छ कि अब नबचाइदेऊ यो भुडी ज्यान नलागेकोहरू त माथि पुग्छ कि रिटर्न आउने बेला चाहिँ मजा आउँछ कि हामी बच्चामा खुब खेल्थ्यौँ अहिले त अब सब भुलिसक्यो तपाईँहरू देख्न सक्नुहुन्छ कुनै साध्य नै छैन यसको वर्णन गरेर यसको वर्णन गर्नलाई कुनै शब्द नै छैन जस्तो मैले फिल गरिराखेको छु होइन दामी छ यो गुराँस चकमक्क फुलेको छ होइन सो यति भन्दै हामी अब बाई बाई भन्न चाहन्छौँ हामी फर्किन चाहन्छौँ होलेरी सो हेरेर साथ दिनुमा तपाईँ सम्पूर्णमा नमन गर्न चाहन्छु नमस्ते गर्न चाहन्छु सो गाइज हामी चाहिँ अब मुरुलेदेखि ब्याक टु होलेरी फर्किँदैछौँ हाम्रो ह्यान्डसम काले भाइ पनि मेरो साथमा छन् हामी चाहिँ आज ओभरअल होइन रमाइलो गरे वा गरेन आई डोन्ट नो होइन तर भिडियो चाहिँ मैले बनाउनु पुगेँ जस्तो भए पनि होइन हेरेर साथ दिनुभयो होला आशा लिएको छु सो स्टिल हामी चाहिँ अहिले मुरुले लेकमै छौँ हामी अब होलेरी जाँदैछौँ होइन सो कृपया जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु नभुल्नु होला सेयर गर्नु पनि नभुल्नु होला र भिडियो हेरेर अन्तिमसम्म साथ दिनुभयो होला भन्ने आशा चाहिँ मैले लिएको छु सो यति भन्दै आजको मेरो ब्लगबाट म बिदा हुन चाहन्छु बाई बाई गुराँसको फुल चाहिँ तपाईँहरूको लागि टेक इट सो बाई बाई एभ्रीबडी बाई बाई